औ भूकम्पै आयो 8 रेक्टरकै भूकम्प आयो जस्तो छ। बालेन, रवि लामिछाने, कुलमान घिसिङ तीनैजना एउटै कितामा रासोपामा आएका छन्। आज कुलमान घिसिङ पनि आउनु भएको छ। अब यसमा 7 बुधे सहमति भएको छ। मुख्य कुरा कुलमान घिसिङ वरिष्ठ उपसभापति बन्ने र दोस्रो वरियतामा रहने भएका छन् र यसमा महामन्त्री पनि कुलमान घिसिङ उज्यालो पार्टीबाटै हुने भएको छ र चुनावमा जाँदाखेरि उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी भनेर जाने भएका छन् र कुलमान घिसिङलाई अस्तित्व भन्ने पनि थियो। तर खुसीको कुरा के भने सबै नयाँहरू मिले। हेर्नुस् त कसरी क्या कायदा भयो। यो हो नि त लाइन। किन भन्दाखेरि अब के भयो भन्दाखेरि कि पुराना कि नयाँ दुई किता मात्रै रह्यो के। पुराना पनि यसरी मिलिए हुन्छ बरु दुई किता रह्यो। दुई कितामा कुन कितामा जाने त भन्ने पनि भयो। नयाँलाई पनि कन्फ्युजनै भएन कि हिजो अस्ति घन्टी रोज्ने कि चिम रोज्ने कि लौरो रोज्ने कि के रोज्ने कि माटो रोज्ने कि भन्ने थियो नि त। अब के भइदियो भन्दाखेरि क्लियर कुरा घन्टी। नयाँ भनेको घन्टी, पुरानो भनेको अर्को। हँसी हतौडा गरिदियो भने अझै राम्रो होला। यसरी गर्दाखेरि चाहिँ शुभकामना छ। मेरो एकदमै धेरै खुसीको दिन हो आज यो।